Welcome back to my हेलो गाइस, TCR वेलकम ब्याक टु माई vlog. युट्युब च्यानल। आई होप सबैजना सन्चै हुनुहुन्छ होला। यतिखेर चाहिँ हामी चाहिँ आज चाहिँ जिरो ड्याममा हामी चाहिँ कपडा चाहिँ धुन गइरहेका छौँ साथीहरू। यता हाम्रो साथीहरू हुनुहुन्छ। फाइनल्ली साथीहरू हामी चाहिँ कपडा प्याक गर्नु गइरहेका छौँ। एकैछिनपछि हामी कपडा प्याक गरिसकेपछि हामी जिरो ड्यामतिर प्रस्थान गर्नेछौँ। फाइनल्ली गाइस हामी चाहिँ झोला चाहिँ प्याकिङ गरेर हिँडिसकेका छौँ साथीहरू। ल यसो हाम्रो चाहिँ भ्लगलाई हेरिदिनु। हाम्रो चाहिँ गाडी चाहिँ यहाँ छ, अगाडि छ हाम्रो। अब हामी चाहिँ कपडा धुन जान्छौँ है त, यसो माथि जिरो ड्यामतिर। हाम्रो चाहिँ गाडी यही हो। यही गाडीमा सरर बुटुटुटुटु गर्दा चाहिँ फाइनली हामी चाहिँ कपडा पनि प्याक भइसकेको छ। यहाँतिर चाहिँ झोला हो, यहाँतिर बाल्टी छ, यहाँतिर झोला छ, फेरि अर्को झोला पनि मैले बोकेको छु। यो ट्यागको झोलालाई यसो ट्याग यसमा राखेर यहाँ गाइस भित्र बाँसली पनि छ है, बाँसली पनि छ, अलि माथि गएर बजाउने हो। ल फाइनल्ली हामी चाहिँ हिँड्नु लाग्यो है त। फाइनल्ली गाइस हामी एकदम बगर लागिरहेछ। फाइनल्ली साथीहरू हामी चाहिँ घरदेखि अटोमा चाहिँ हामी हिँड्यो भए हामी हिक्मत दाई, देवराम दाई र खगेन्द्र साथीसँग चाहिँ हामी लागिहाल्यौँ। र यतिखेर हामी चाहिँ अहिले ठ्याक्क यो रेडीबाको गेटमा छौँ अहिले। ल अब हाम्रो चाहिँ रफ्तारमा जानेछ, सिधै अगाडि बढिरहेको छ हाम्रो गाडीहरू। फाइनल्ली गाइस हामी चाहिँ आइसकेका छौँ। अटो चाहिँ गइसक्यो, यत्र मान्छे लगेर गयो। हामी चाहिँ यहाँ हिँडेर जान्छौँ त सर, गाडी चाहिँ बाइक पनि हिँडेर जान्छ हामी। यता हाम्रो चाहिँ सरले चाहिँ यतातिर बाल्टी मात्र हिँड्नु लगाएको छ। केटा रोकियो, केटा रोकियो। ओ लाउरे हो, हेलो हेलो लाउरे, के छ? आइ भन्यो नि, आइ जुत्तास मात्र। हेलो हेलो सर, के छ? ठिक छ? कता हो जुत्तास मात्र सर? के हो त यत्र पुरा लाउरीमा हो, लाउरे भेषमा हो। अनि दाइको के छ त यत्र जुत्तास मात्र हातमा राउटे भेष लगाइछु त। ल्याएर जागे लाएर है गएको चाहिँ एरिया धुने होइन, तर पानी चाहिँ पहिला ठुलो थियो, आज त रहन्छ क्या। पानी खानु त्यस्तो छ। पानी नै रहन्छ, यसै आउन मात्रै भयो यार। फाइनल्ली गाइस यहाँ चाहिँ पानी रहन्छ, हामी चाहिँ माथि जान्छौँ। माथि जान्छौँ हामी गाइजहरू। यहाँ चाहिँ जम्पिङ, ओ माई गड जम्पिङ।
ओ माइ गॉड खुलै जानुपर्छ गाइजहरू घाममा गाइजहरू यस्तो घाममा यस्तो हिँड्नु परेको छ नि गाइजहरू केटाहरू यस्तो हिँड्छन् के प्लेयर त केटाहरू आउट हिँडै छन् केटाहरू हिँडै फेरि हातमा जुत्ता समातेको छन् कोहीले के समातेको छ ब्याग समातेको छ मलाई चाहिँ बाल्टी समातेको छु यहाँ गाइजहरू एकजना चाहिँ पछाडि छोड्नु भएको छ है हाम्रो दाइ ल त्यहाँ पनि पानी रहेनछ है पानी यहाँ पनि सुकेको रहेछ ल यसरी हामी हेर्छौँ त्यहाँ पानी कति छ ओ हिरो कहाँ हो कहाँ जान लाग्यो पानी कहाँ आएको पानी रहन्छ पहिला हामी यहाँ नगएको अब पानी रहन्छ गाजहरू उता भाइहरू औषधि खान लागेको छ नि भाइ यो रोड छ नि सैताको जाने बाटो छ नि त्यहाँ रोडभन्दा हल्का माथि हो भल गर हो के है त्यहाँ माथि हो त्यो सस्को के भन्छ सैताको जाने बाटोभन्दा हल्का माथि हो त्यहाँ झरना पानी छ कि न भन त त्यहाँ ठुलो छ पानी हेर न हामी त रेड नेपालदेखि आएको होइन यस्तो पुरा घाममा बलक बलक गरेर आएको छ टाउको टन बनाएको होइन भलकको चाहिँ मेरो @ PURNA पूर्ण 220 भयो क्या मजाको छ है गाइस चोक्टा आएको बुढी झलामा डुबेर मरि भन्थ्यो एउटाले होइन त्यस्तै भयो गाइजहरू ओ गर्मी छैन साथीले चाहिँ छोडेर गइसक्यो माथि उता माथि पुगेँ म भने यहीँ छु हेर्नु नसकेर मसँग भारी पनि बढी छ हाम्रो साथी जहाँ पर पुगिसक्यो त्यो पानी यार टाढो रहेछ गाइजहरू यार यस्तो घाममा हिँडेर आएको छ पानी नै छ नि यार यो त हाम्रो दाजु चाहिँ नुहाउनु लाग्नु भएको छ यहाँतिर पानी नै छैन दाइ पानी छैन यो पानी ओहो त्यसो भने त पानी यहीँ कपडा धुँदा कस्तो लाग्छ पानी दाइ अर्को ठाउँमा कहाँ छ पानी साथीहरू सब थाकेर यस्तो खाने केटाहरू ल एकछिन हामी यहाँ बस्छौँ त छैन भनेर फेरि गाइस हामी चाहिँ माथि गयौँ है यहाँ चाहिँ नि पानी रहन्छ भने अब फेरि खोलै माथि जानुपर्छ जहाँ पानी भेटिन्छ वहीँ हो अब ल पुरै खोल हिँड्न परिन्छ यस्तो दुःख पाइयो यार साथीहरू आज गाइजहरू हाम्रो साथीहरू सबै थाकिसक्नु भएको छ अनि यहाँ चाहिँ यस्तो बनेल खेल्ने यस्तो पानीमा नि को खेल्छ को कपडा धुन्छ हेर्नु त यो यस्तो छ पानीको फेरि बनेल खेल्ने जस्तो भन्ने पनि भलगरको आँखा फुटेको हो यस्तो छ अवस्था कपडा धुने ठाउँ कहीँ केही छैन क्या कालीकोटोमा चाहिँ न घर धारा छ नि अरे सुर्खेत नेताहरू गाई बन्द जाने दाइ पनि कपडा धुने अघि होइन यो मान्छे रहेछ यो चाहिँ बिचको चस्मा लाउने मान्छे केटी देख्यो उबर हुड्कियो फेरि गाइस तल जानु पर्ने भयो यता जुत्ताबाट पर घरदेखि जुत्ता समात अझ यहाँसम्म जुत्ता समातेको समातेछ बाल्टीमा तलदेखि हेर्नु यहाँसम्म झोला के म हातबाट मोबाइल देख्दैनौ फेरि हामी फर्किन्छ भयो गाइस फर्किसकेको छौँ यो जुत्ता है उता हाम्रो समितिजी आउँदै हुनुहुन्छ यत्र अनि समितिको जुत्ता कति अरे सर प्राइस कति अरे हो सर कतिको गर्नु आएको छ स्वाद कतिको आएको छ हाम्रो समितिको जुत्ता
ल हाम्रो जेन्जीहरू पनि गइरहेको छन् ल हेर्नुहोस् न केटाहरूले झरना यत्रो छ पानी पनि के हुन्छ ल फेरि हामी चाहिँ पुनः आफ्नो पहिल्यैकै ठाउँमा आएको छौँ है गाइजहरू अब तिमी मजासँग गराइदिनु त्यही जान्छौँ केसीको ढुङ्गा हालिदिनु भएको छ नि त म त किन गरुङ हुन्छ भनेको त यस्तरी झोला हाल्दै रहेछन् झोलामा ढुङ्गा हालेको छन् केटाहरूले गाइजहरू यस्तरी पढा धसाक धसाक गर्न लाग्नु भएको छ वासिङ मेसिनले उठाइदिएर वासिङ मेसिनले होइन हो दाइ दाइको त वासिङ मेसिन छ भन्दै त वासिङ मेसिन छ कि दाइ खतरा दाइको यतातिर हाम्रो सरहरूले पुरा कोला कोला गर्नुभएको वासिङ मेसिन छ यता कसै कपडा चाहिँ खाली छ भने चाहिँ यता हाम्रो हिक्मत सरसँग हाम्रो समितिसँग हिक्मत भन्दा पनि विशेष नाम चाहिँ समिति है समिति भनेपछि लगभग सुर्खेतमा सबैले चिन्छ ल्याएर वासिङ मेसिन हो क्या दुईवटा हातले घचा 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 फेरि डेमो देखाइदियो दाइ फेरि डेमो देखाइदियो मैले चाहिँ भ्याइसक्यो अनि केटाहरू चाहिँ मालिक छ फाइनली गाइस मैले चाहिँ भ्याइसक्यो है यतिर कपडा सुकाएको छु गाइस ल यहाँको वातावरण फाइनली गाइस अब हामी चाहिँ कपडा सपडा धोएर अब जान लागेको है उता उतादेखि चाहिँ कपडा सपडा धोइयो होइन अब चाहिँ हामी सर्लक्क अब सिधै नास्ता खाएर हामी चाहिँ जान्छौँ है ल हेर्नुहोस् प्याकिङ भइरहेको छ कपडा सपडा हल्का त्यति सुकेको छैन तैपनि अब हामी चाहिँ जान्छौँ घरतिर जान्छौँ ल है गाइज हामी चाहिँ साथीहरू चाहिँ फर्किसकेका छौँ है त हामी चाहिँ कपडा सपडा धोएर फर्किसकेका छौँ गाइजहरू ल हिरो कस्तो भयो त आज कस्तो भयो कार्यक्रम हिरो Thank you so much for watching my video, guys. Like, comment, share.